मिस्टर बालनलाई मेरो प्रश्न, तपाईले जनकपुरको भाषणमा गएर भन्नुभएछ अयोध्यामा वर्षको 12 करोड हिन्दू धर्मावलम्बीहरू आउँछन्। ती धर्मावलम्बीहरूलाई हामीले बिहाको लागि या त दर्शनको लागि हामीले जनकपुरलाई ल्याउन सक्यौं भने हाम्रो जनकपुर कुन ठाउँमा पुग्छ, कति विकास हुन्छ, किन आज जनकपुर पछि परेको छ भनेर ठूला ठूला भाषण गर्न तयार हुनुभएछ। तपाईलाई म एउटा प्रश्न गर्छु, पशुपतिनाथ कहाँ छ? तपाई कहाँको मान्छे, कहाँको मेयर हो? पहिला तपाई काठमाडौँको मेयर हुनुभयो, तर आजसम्म पशुपतिमा विश्वभरिबाट कति करोड हिन्दूहरूलाई लिएर आउन सफल हुनुभयो? तपाईलाई थाहा छ कि छैन? विश्वमा 1 अर्ब भन्दा बढी हिन्दूहरू छन् र त्यो हिन्दूलाई काठमाडौँको पशुपतिनाथमा एकचोटि मात्र ल्याएर दर्शन गराउन सक्यो भने यो नेपालको अर्थतन्त्र कहाँ जान्छ भन्ने कुरा तपाईलाई थाहा थियो कि थिएन? थाहा पनि कसरी होस्, तपाई त अन्तै लट्ठ हुनुहुन्थ्यो होइन र? हामीले हिन्दू राष्ट्र हुनुपर्छ यो देशमा, विश्वको एकमात्र राष्ट्र हिन्दू राष्ट्र हुनुपर्छ भन्दाखेरि तपाईको पार्टी सोनी वाग्लेले के भन्यो भने हिन्दू राष्ट्र चाहनेहरू राष्ट्रसभामा नबस्दा हुन्छ भनेर हुंकार छोडेर हिन्दूवादीहरूलाई चित्त दुखाउनु मात्र भएन कि तपाईले हिन्दूवादीहरूको बहिष्कार पनि गर्नुभएको छ। अनि आज तपाई भन्दै हुनुहुन्छ जनकपुरमा गएर कि विश्वको हिन्दूहरूलाई जनकपुरमा वेलकम गर्न सकियोस्। अरे बालेन, पहिला काठमाडौँमा हुँदाखेरि के गर्यौ तिमीले? यहाँका भएका मधेसीहरूलाई लछार पछार गर्दै यहाँबाट लखट्यौ। आज त्यही मधेसीहरूको ठाउँमा गएर भोट माग्नु पर्यो होइन? वाह, समय समय की बात है भाइ, समय समय की बात है। त्यही मधेसीहरूलाई यो काठमाडौँ तिमीहरूको गर्ने खाने ठाउँ होइन भनेर लखट्यौ। पहिला काठमाडौँ राम्रो बनाउनु भन्दा पहिला यिनीहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने तिम्रो सोचमा आएन। अझ तिमीले के भन्यौ भने त्यो भाषणमा उखु किसानको आन्दोलन मैले हेरे भए मुख दर्शक भए, मैले सरकारमा जान नसकेर केही पनि गरिन, म मेयर मात्र भएकोले पानी त बाँड्न सक्थ्यौ तिनीहरूलाई गएर खानेकुरा त दिन सक्थ्यौ। यदि तिमीसँग सच्चा मधेसीको रगत थियो भने ती किसानहरू जुन दिन उखु किसानहरू आन्दोलनमा आएका थिए माइती घरमा, ती किसानहरूलाई गएर खाना त बाँड्न सक्थ्यौ। तिमीले त पानीसम्म पनि बाँडेनौ तिनीहरूलाई। आज गएर ती मधेसीहरूको भोट माग्नको लागि मधेसी गम्छा र फेटा बाँधेर हम मैथिली भाषामा भाषण गर्दैछौ। काठमाडौँमा पशुपतिनाथ छ भन्ने बिर्सिदेऊ। अनि तिमीले भन्दैछौ हामी जनकपुरको विकास गर्छौँ रे। पशुपतिको कति विकास गर्यौ? पशुपति कस्तो छ अहिले पनि हेर्न आए हुन्छ सारा मैथिलीहरू। पशुपतिलाई बनाउन नसक्नेले आज गएर जनकपुरमा गएर बनाउँछ भन्नुको कुरा आकाशको फल आकातरी मर हो। राजनीति गर्नको लागि काचुली फेर्ने तिमीहरूले हिन्दू राष्ट्र संघीयता खारेजी हुनुपर्छ यो देशमा, हिन्दू राष्ट्र हुनुपर्छ भन्दाखेरि तिम्रो पार्टीले यो देशमा हिन्दू राष्ट्र हुनु हुँदैन। हिन्दू राष्ट्र चाहनेहरू हाम्रो पार्टीमा नबस्दा हुन्छ भनेर सोनी वाग्लेले पटक पटक भन्दै आएको छ। र हिन्दू राष्ट्र मात्र होइन, यो देशमा जानकी मन्दिरको आस्था के छ थाहा छ? पहिला बुझ। जानकी मन्दिर भनेको के हो? रामको ससुराली। राम भनेको के हो? राजा हो। राम राज्य खोज्दाखेरि तिमीहरूले गणतन्त्रलाई अँगालेर आज धर्मनिरपेक्ष समूहलाई अँगाल्दै बस्दाखेरि अनि आएर भोटको राजनीति गर्न मैथिली भाषा बोलेर त्यहाँको जनताहरूलाई बेकुफ बनाउँदैछन्। अब मैथिलीहरू त्यति सोझा छैनन्, उनीहरूले बिर्सेका छैनन् तिमीले काठमाडौँमा लछार पछार गरेर लखटेको। तिनीहरूले बिर्सिएको छैनन् कि आज तिमीले यहाँ गरी खान नदिएको कुरा उनीहरूले बिर्सिएको छैनन्। सारा मधेसीहरूलाई याद छ कि तिम्रो करतुतहरू। आज तिमीले सारा नेपालभरिबाट मान्छे जम्मा गरेर त्यहाँ भिड देखाएर भन्दैछौ कि मधेसीले साथ दिन्छ भनेर। दिनेवाला छैन तिमीलाई मधेसीले साथ। मधेसीहरूलाई बेकुफ नसम्झ। काठमाडौँवासी त बेकुफ भए अब मधेसीलाई पनि बेकुफ बनाएर भोट तान्छौ भन्ने तिम्रो सपना साकार हुँदैन बालेन। तिमीलाई सारा संसारले चिनिसकेको छ। जय देश जय नरेश।